जसरी वस्तुभित्रको पदार्थ निकालेर न्युक्लियर वेपन बनाउँछ, न्युक्लियर एनर्जी निकालेर बिजुली घर चलाउँछ, त्यस्तै हामीभित्र पनि अन्तर्भूत शक्ति त्यसलाई निकाल्यौँ भने हाम्रो जिन्दगी यसरी कमजोर भएर बाँच्नु पर्दैन। हाम्रो जिन्दगी न हामीलाई रोगले सताउँछ, न हामीलाई दुःखले सताउँछ। शक्ति यति बढ्छ कि जे चाह्यो त्यो गर्न सकिने अवस्था आउँछ, जसको कारणले हामीले कमाउनु पर्यो भने जति पनि कमाउनु पर्ने सक्ने हुन्छ। आखिर सबैको पछाडि त एनर्जी नै हो, ऊर्जा नै हो। और त्यही ऊर्जा निकाल्ने, त्यही शक्ति निकाल्ने विद्याको नाउँ कुण्डलिनी योग। फेरि पनि बुझ्नुहोस्, हरेक मान्छेभित्र शक्ति हुन्छ। जसरी हरेक पदार्थभित्र भएको शक्ति न्युक्लियर एनर्जी छ, त्यस्तै हरेक मान्छेभित्र पनि अपार शक्ति हुन्छ। त्यो शक्तिलाई निकाल्ने एउटा प्रविधि चाहियो। त्यो प्रविधिको नाउँ कुण्डलिनी योग। यसलाई उदाहरणबाट बुझौँ। पानीलाई हेर्नुहोस्, पानी भनेको